भक्कु आल्चा फलेको छ यो तलको आल्चाहरू जरुमा चाहिँ यहाँ आल्चा टिप्दैछु हैन यस्तो तरिका आल्चाहरू टिपिँदैछ खाइँदैछ सिजनको फल खानुपर्छ सिजनको फल खानुस् तपाईहरु पनि स्वस्थ रहनुस् म खाँदैछु अझ माथि घर बेटीहरु चाहिँ कोही हुनुहुन्न रहेछ म चोरेर खाँदैछु यस्तो झुप्पा फलेछ हौ लट्टा खाए भाँचिने गरी फलेको रहेछ हाल्छ मलाई यो चोर्दै गर्दाखेरि भन्दाखेरि सानो पहिला स्कुल पढ्दाखेरिको याद आयो पहिला स्कुल जाँदाखेरि यस्तो आल्चा चोरेर खान जान्थ्यौँ कि अनि त्यो घरको मान्छे नभएको बेला भित्र अलग्ग घोरेनमा चोरेर खाँदाखेरि हामीलाई त्यो यस्तो ढुङ्गाले हान्दै खेद्दा हुनुहुन्थ्यो कि घर बेटी आमाईहरूले अनि ठ्याक्कै त्यही याद आज आल्चा खाएँ त्यही याद आयो है ठ्याक्कै आज आज पनि त्यही पारा होला जस्तो छ है भन्न सकिने ल यसरी एउटा खाउँ है त रसिलो गुलियो आल्चा चोडिँदैछ यता पनि अर्को बोट पनि छ गाइजहरू पक्कै छ आफैमा फलेछ घर बेटी चाहिँ हुनुहुन्न रहेछ आल्चा चोरिँदैछ ढुङ्गाले खेदाउनुहुन्थ्यो पहिला स्कुल पहिला खाँदाखेरि आल्चा चोरेर खाँदा आज नि त्यस्तै होला जस्तो छ चोरेर खाइँदैछ ल त्यति भन्दै बाई बाई